नमस्ते हो साथी हो नमस्ते। म पाहाडको घरमा आएको जोगदी भन्ने गाउँ हो यो मेरो घरलाई जोगदी भन्छ। अब यहाँ म बारीमा उभिएर भिडियो बनाएको छु एउटा। ल हेर्नु त्यो पारिपाखा त्यो वन त्यो देखिने शिलाजी वन हो, शिलाजीको जङ्गल हो। हेर्नु त्यो बाटो त्यो बाटो फेरि उसको हो, रम्फै जाने बाटो हो, मेरो माइत जाने हो। त्यो पारी त्यो देखिने त्यो कुहिरो लगाएको यो देखिएको मेरो माइतको गाउँ पारी। हेर्नु माइत बागलुङ हो। साथी हो आज मैले यहाँ भिडियो गराएर बारीमा आएर भिडियो गराएर हालेको छु है साथी हो। अहिले म त आज अब यतै बस्न पर्ला के अरे, अब भोलितिर यसो माइततिर टर्न पर्ला साथी हो। यस्तो छ मेरो गाउँ त, मेरो घर भन्ने हो कि गाउँ भन्ने हो कि एक्लै छ के अरे, घर पनि साथै छैन घरको। यस्तो जङ्गलमा छ, त्यही भएर हेर्नुहोस् साथी हो यस्तो छ। त्यो सबै वन हो, शिलाजीको वन। ल हेर्नु त्यसलाई शिलाजी वन भन्छ। यहाँबाट उँधो फेरि तल्टुङको वन भन्ने छ, तल्टुङको वन पनि छ हाम्रो यहाँ तल। यो घरदेखि तल तल्टुङको वन छ। हेर्नु साथी हो घाम निस्कन लाग्यो उताति। त्यो टुपुङको डाँडा भन्छ, यता टोलाकोटको डाँडा भन्छ माथि यता। ल हेर्नु कस्तो छ साथी हो। त्यो घर भयो यहाँ माथितिर, त्यसै यसो बस्ने बास मात्र बनाएर बसेको है साथी हो। मेरो घर त खासै सबै भत्किसकेको का, भत्केर नयाँ सुरु गरेको, सानो बनाएको त्यसै पूजालाई मात्र यसो बस्न मिल्ने मात्र गराएर बसेको है साथी हो। यस्तो छ म बारीमा छु, यहाँ खुर्सानी। ल हेर्नु बारीमा खुर्सानी लगाएको यस्तो छ खुर्सानी। यो पातैभरि लगाइया खुर्सानीहरू साथी हो। हेर्नु यस्तो छ ठाउँ त यस्तो छ, यस्तोमा बसेछ पाहाडको घर यस्तो छ। के अरे यहाँ म उभिएदेखि तल तल्टुङको वन छ, तल्टुङ भन्छ। हेर्नुहोस् तल्टुङै डाँडा छैन नि हेर्नु सबै घारी घाट छ, घारी छ सबै, चिलाउने घारी छ, बाँस घारी छ, मकै बारी छ। ल हेर्नु कति मजाको छ बस्नलाई त, ठिक छ पहाड भए पनि। ल हेर्नु सबै यस्तो छ है। त्यो डाँडा हेर्नु सबै टोलाकोट भन्छ त्यो गाउँ, सपाङ्रे टोलाकोट भन्ने ठाउँ छ। हेर्नु यो मेरो गाउँ यस्तो छ साथी हो। हाई धेरै भयो है, म बन्द गरेँ।